सम्पूर्ण डिपिएच बोर्डका जनताहरूलाई म बिन्देश सेन्चुरी इन्डिपेन्डेन्ट क्यान्डिडेट म जनताकै हितको लागि म इन्डिपेन्डेन्ट उठेको थिएँ काम गर्नु लागि। जति पनि मेरो वेल विशरहरू हुनुहुन्छ म सबैजनालाई एकमुष्टमै धन्यवाद गर्न चाहन्छु मेरो सपोर्ट गरिदिनु भएकोमा। र आज म जनताकै हितको लागि मेरो समर्थन बिजेपीलाई दिनुहोस्। मेरो जति मलाई माया गर्नु भएको छ, मलाई जतिजनाले सपोर्ट गरिदिनु भएको छ, भोलिको दिनमा डिपिएचमा पाल्जर स्टेडियममा भोट हुँदैछ, गएर चाहिँ बिजेपीलाई भोट हालिदिनुहोस्। थ्याङ्क यू। Thank you so much for coming. As the message is loud and clear, हैन? र आज जतिजनाले यो सुन्नुभएको छ यसलाई चाहिँ तपाईले सब्सिडी गरिदिनुहोस् है। सुन्नु पाओस् डिपिएच को मेन कुरा डिपिएच को भोटरहरूले सबैले यो मेसेज चाहिँ थ्रु गरिदिनुहोस् तपाईले। मेरो प्रश्न चाहिँ हुन्छ तपाई अचानक यो निर्णय किन लिनुभयो? र तपाई एउटा इन्डिपेन्डेन्ट क्यान्डिडेट हुनुहुन्छ र तपाईले आज आएर चाहिँ अब इलेक्सनको केही दिन अगाडि मात्रै आएर तपाईले यसरी यो निर्णय जनताकै लागि तपाईले यो अगाडि किन सोच्नु भएन र एक दिन अगाडि मात्रै बिजेपीलाई समर्थन गर्नु थियो भनेदेखि पहिले नै भित्र किन गर्नु? त्यति बेला पनि जनताकै लागि थिएँ, जनताकै लागि बसेको थिएँ। आज पनि मैले सबै सोचेर जनताकै लागि गरेको। तपाई लास्ट टाइम इन्डिपेन्डेन्ट लडे पनि तपाई बिजेपीको 2005 गते बिजेपीको भएर बस्नु भयो र आज तपाईले इन्डिपेन्डेन्ट फाइल गर्दाखेरि बिजेपीले तपाईलाई पार्टीले एक्सपेल पनि गरेको छ है। एक्सपेल गरे पछाडी पनि अहिले आएर तपाईले बिजेपीलाई सपोर्ट गर्नुहुन्छ नि, किन यो डिसिजन? फर्स्टमा त उनीहरू मेरै पार्टीकै हो। मैले 5 वर्ष इन्डिपेन्डेन्ट अपोजिसन भएर पार्टीमा बसेको हो। पुरै सपोर्टमा अपोजिसन नै भएर बसे सबैजनालाई। 32 वटा एमएलए हुँदाखेरि पनि मैले पार्टीलाई सपोर्ट गरेको। आजको दिन पनि अब पार्टीलाई जिताइदिनुहोस् भनेर म सबैजनालाई रिक्वेस्ट गर्छु। It's a good gesture from her side, हैन? It's a humanitarian good gesture हो। यस्तो त अद्भुत हुँदैन तर this is one of its kind, हैन? यस्तो हुनु नि एउटा ठुलो मानवता हो, एउटा त्यो ग्रेटनेस हो। थ्यांक यू। यसमा एउटा टेक्निकल अब भोट चाहिँ हुन्छ कि हुँदैन अब? हैन भोट हुन्छ नि? एलायन्स गभर्नमेन्ट छ, भोट त हुन्छ। अनि भोलि दुईटै सिम्बलमा त पब्लिकको भोट जान सक्छ होला। हैन दैट इज द प्रोसिजर विल बी द सेम। खाली यति हो नि आज जुन चाहिँ हाम्रो इन्डिपेन्डेन्ट क्यान्डिडेटले हामी त एन्टी एलायन्स हो नि, एसकेएम द्याट हैज टु बी नोन कि हामी एसकेएम पार्टी र बीजेपी पार्टी चाहिँ अब एनडीए एलायन्स हो नि। र उहाँ चाहिँ अब उहाँले चाहिँ हाम्रो पार्टीको नीति सिद्धान्त मन परेर चाहिँ अब उहाँले जति गर्नुभयो पार्टीको लागि उहाँले जनताको लागि गर्नुभयो। जनताले पनि भन्नुभयो कि अब एउटा राम्रो कामको लागि चाहिँ उहाँले बीजेपीलाई सपोर्ट गरेपछि ताकि डिपिएचमा कुनै कन्फ्युजन नहोस्, कसरी हुन्छ डिपिएचमा डेभलपमेन्ट होस् भनेर उहाँले पनि सोचेर काम कदम चालेको हो नि। यहाँ यस्तो कुनै राजनीतिक छैन। टेक्निकली हेर्यो भने उहाँ जित्नु भयो भने चाहिँ बिजेपीमा जानु सक्नुहुन्थ्यो भन्ने एउटा समीकरण पनि देखिन्छ नि। आई डोन्ट सी दैट रिजन व्हाई यु हैव टु से दैट जितेर हरेर तरे पनि हुँदैन नि। लेट्स गो बाइ द रियालिटी भन्ने कुरा हो नि यहाँ त। I think we are done with the questions. Thank you. And for the